सर नमस्कार। नमस्ते सर। मिठो खायो त्यो रिजले त टल्लै छ त्यो परेन फाइनबाट झोक्यो माकुरी कस्तो भने लास्टै भयो चाहिँ सिज बाटोमा कसरी बोलेको ए ब्रेस रोचे नुचे मिठो ओइ 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 यति लेख्यो नत्र भयो सबैको म आउँदाखेरि एउटा गाडी पनि भेटेको छैन बाइक पनि भेटेको छैन त्यही भएर यो गो राख्ने के होला भन्छ नि होइन त्यो जो आजको प्लान चेन्ज भयो गाडी होइन पहिला अघि नै भनिसक्यो है अब 81 बाटोमा आउँदै प्लान चेन्ज भयो माकुरी बनाउँदै हिँड्दा चाहिँ युट्युबमा अपलोड हुन्छ हुन्छ नि सर के नाम हो युपिएस ब्लग छ युपिएस भल्लभ शेर्पा What's up, wonderful viewers? Welcome back on UPS another day of vlog. टक्क लाएर हजुर देखिसक्नु तपाईँले होइन बिहानीको भ्यूबाट टक्क लाएर भलहरू टक्क लाएर जस आज चाहिँ तपाईँहरूले चाहिँ म कहाँ लाँदैछु भने होइन जस डिस्टेन्स लास्टै लामो छ यहाँबाट जो 320 किलोमिटर होइन 50 किलोमिटर अफ रोड होइन 270 किलोमिटर चाहिँ के हुन्छ पिच तर अहिले बाटो लास्टै बिग्रेको छ यहाँ हेर्नु आइस छ नि त त्यस्तै लास्टै बिग्रेको छ है सो आज अफरोड अनि त्यसपछि पिचमा पनि हुन्छ फेरि अफरोडमा पनि राइड हुन्छ मेरो चाहिँ टक्क लाएर भनेपछि तपाईँहरूलाई कहाँ लानु लाग्यो थाहा भयो होला होइन टक्क लाएर पानी चाहिँ टक्क लाएर के भने किनेर खाने ठाउँमा लाँदैछौँ है सो त्यही हो टक्क लाएर विदाउट डिले होइन जाउँ न त होइन गाइडहरू सबै सन्चै होला आराम कुशल है सो अब यहाँ हेर्नु सक्नुहुन्छ भ्यूहरू पुरा देखिरहेको छ मस्त लाएर होइन टक्क होइन गुम्बाहरूको भ्यू यो चिसो भइरहेको है वेदर चाहिँ चिसो छ नि त यता पनि चिसो छ क्या यत्रो पन्जा लाग्छ होइन त्यो पनि जाडो लागिरहेको छ होइन हिमालहरू देख्छ हो माथि कटाङ हिमाल है त्यसको नि भ्लग चाहिँ दुकुन्डोको फेरि हेर्नु चाहनु भने टक्क लाएर गएर हेरेर हुन्छ होइन अब यहाँबाट उकालो टक्क सरीको थोरै कटाएको छ यहाँनिर होइन बिहानै जो बहिनीहरू गएर नि 50 गरेर राखिदिएको घाँटी होइन यो गाउँमा त त्यही हो क्या टक्क लाएर बिहान उठ्ने होइन एक ग्लास चिया खाने अनि त्यसपछि म गर्न चाहिँ जङ्गलमै जानुपर्छ कि सताएर होइन दौरा जस गाउँघरको लाइफ ठिक छ होइन रमाइलो होला होइन तर जस ह्याप्पी लाइफ हो नि त पुरै अनि एक्सर्साइज बिहानै यति उठेर कहिले एक्सर्साइज गर्छ कतिजना सुतिरहेको होला गाई है प्लेन उडिरहेको छ माथि टक्क लाएर है देख्न सक्नुहुन्छ यहाँ त धेरै टुसाएर बस्नु थालेछ माकुरी साक्सिन्छ डिलतिर झन् त्यहाँ टुसाएर बसेछ होला है त्यही भएन लास्ट दिन चाहिँ के समाज चाहिँ फेरि त्यही भएर साह्रै टक्क लाएर जाउँ है फेरि अहिले योमा फेरि घाम लाग्यो भने लास्ट दिन छ नि फेरि होइन योभन्दा जान्छ टिपिन्छ यो अहिले त यत्रो साह्रो चाहिँ टिपिँदैन नि त बिस्तारै चाहिँ लानु पऱ्यो है अनि पुरै गल्तीहरू घाम लाग्ने बित्तिकै मिल्छ मिल्ने फेरि यहाँ सबै रातो माटो हुन्छ त्यही माटोमा बस्नु खाना घुम्दा नि टायर नि त्यही भएर अब घाम लाग्छिँदो चाहिँ जस घाम लाग्नुभन्दा अगाडि कट्यो भने चाहिँ होइन त्यसपछि चाहिँ समस्या हुँदैन अब पिचमा पुगेर त घाम लाग्दाखेरि त बिल्लिहाल्छ समस्या हुँदैन होइन चाहिँ फेरि बिल्लीपछि चाहिँ पुरै लास्ट हुन्छ सोध्यो गाइस रमाइलो भइरहेको छ है गाइसहरू पनि यस इन्जोय गर्नु होइन टक्क लाएर परदेखि चाहिँ फिलामु है गाउँ अनि यहाँबाट एउटा खोला छ सानो त्यो खोला तर्ने होइन त्यहाँबाट जानुपर्छ यार एक्लैमा के अरे होइन बोल्ने साथी छैन नि त त्यही भएर गाइडहरूसँग बोल्दै जाउँ भनेर है हावा तावा मुलिरहेको छ आउने मान्छेहरूले चाहिँ के भन्छ यो बौलाई चाहिँ फेरि यो बौला के साह्रो यसरी हिँड्ने फेरि यस्तो बोल्दै टाइपको हुन्छ है सो त्यही हो गाउँतिर त्यस्तो भ्लग भन्ने खालको छैन नि त त्यति साह्रो अब चाहिँ यहाँ पाखातिर लास्ट हिमाल दामी दामी देख्यो होइन भालोले हल्का छोपेछ यसो एउटा देखिरहेको छ पुरै कुसुम खङ्गरो चाहिँ होइन त्यही हो अब जस हिमालको गाउँबाट कहाँ भने अहिले जस्तो सोलो है राइड चाहिँ म चाहिँ टक्क लाएर घरबाट अहिलेसम्म आउँदाखेरि एउटा गाडी पनि भेटेको छैन बाइक पनि भेटेको छैन त्यही भएर यो रोडमा स्लो हिँडिरहेको छु है स्लो राइड भने के भन्छ नि त होइन गाइड होइन कोही छ त छैन छैन कोही छैन है त्यही हो अब यहाँबाट टक्क लाएर काठमाडौँ गएर त फेरि कस्तो हुन्छ तपाईँलाई थाहा होइन पुरै क्राउड केमा पुरी त्यस्तो क्राउडमा गएर होइन अब चाहिँ त्यही हो अब गाउँको ब्लग भन्दा नि जस काठमाडौँको राइडको ब्लग धेरै गर्छु होइन गाइस त्यही हो अब जाने अब आज यहाँबाट जो अहिले भर्खर कति भइसक्यो 6:33 भएछ होइन अब यहाँबाट सल्लेरी जाने होइन अघि नै भनिहाल्यो त्यहाँ सर्भिसिङ हानेपछि चाहिँ त्यहाँबाट चाहिँ जो सकेसम्म जान्छ होइन
अब बेलुका कहाँ हुन्छ त होइन रात पर्नेसम्म चाहिँ राइड हान्नुपर्छ है त्यहाँबाट फेरि अब राति त राइड नहाने कि होइन लास्ट फेरि थाप्दो पनि अफरोडको बाटो हिँडिरहेको छ अहिले चिजमा त मजै हुन्छ होला होइन त्यही हो सो त्यही हो गाइजहरू इन्जोय गरिरहनु भएको छ होला होइन ब्लग जो डेली झर्छ होइन त्यही हो अब मजाले सब्सक्राइब गर्दा फरक पर्दैन होइन कोलाई काठमाडौँको जो ट्रकको लगाएर होइन खतरा ठाउँहरू घुम्न मन छ होइन कमेन्ट डाउन बिलो होइन कुरी ट्रकको लगाएर होइन तपाईँहरूको इन्ट्रेस्ट अनुसारको ठाउँमा टक पाइन्छ है त त्यही हो बाटो यस्तै छ पुरै जन्दैले माकुरी जन्दैले चिप्लेर यस्तो चिप्लोहरू छ हाइस भएर माकुरी होइन अहिले चाहिँ कहाँ पुगिन्छ भन्ने चाहिँ थाहा छैन होइन टक्क लगाएर अब यसलाई फेरि सर्भिसिङ गर्नुपर्छ टक्क लगाएर सल्लेरी गएर एक लट है सो त्यो अब यहाँ सल्लेरी जाने त्यसमा टक्क लगाएर यसलाई सर्भिसिङ हानेपछि है अब त्यहाँबाटको फेरि बाटो छ त कता जाँदैछौँ होइन अघि नै भनेको छ पानी किनेर खाने ठाउँ भनेपछि है कतिले त ग्यास गरिसक्नु भयो होला होइन कमेन्ट गर्दा नि हुन्छ टक्क लगाएर प्रिमियरबाट होइन म पनि टक्क लगाएर लाइभ हेरिरहेको छु नि त साथी होइन टक्क लगाएर होइन भ्युअर्सहरू टक्क लगाएर कमेन्ट गर्नु कहाँ जाँदैछौँ भनेर है सो त्यो जाने पनि बाटो छ यता पनि जाने बाटो छ होइन दुइटै यो टपमा भेट्छ यहाँबाट चाहिँ अब ओह्रालो झरेर सल्लेरी पुगिन्छ फेरा जङ्गल हुँदैन होइन टक्क लगाएर पछाडि हिमाल देख्नु सक्नुहुन्छ अलिक परबाट पनि देखिन्छ यहाँ माथिबाट पनि देखिन्छ है हिमाल अलिकति हेर्ने कि नहेर्ने सिधै जाने होइन सो यहाँ चाहिँ 2800 मिटर्स हाइट होइन टक्क लगाएर यहाँबाट झर्ने होइन टक्क लगाएर हेर्न सक्नुहुन्छ पुरै टुसारो जन्मेको है पुरै माटोमा यतिको टुसारो जन्मेपछि होइन कहाँबाट उभा लाग्ने त है छट रमाइलो छ त्यो होइन देख्नु सक्नुहुन्छ पुरै हिमालहरू है अब नुम्बुर हिमाल कटाङ हिमाल खतरा देखिरहेको छ है दुधकुण्ड जोस् नजिकै छ टक्क लगाएर यही बाटो जाने है दुधकुण्ड त्यो वे टु दुधकुण्ड लेक गएको छ तपाईँहरू जानुभएको छैन भने ब्लग छ टक्क लगाएर चेकआउट गर्न सक्नुहुन्छ है सो त्यही हो अब यहाँबाट हामी झर्दै जान्छ अब यहाँबाट जङ्गलको बाटो हुन्छ होइन यहाँ तल फेरा भनेको एउटा गाउँ छ त्यो कडस हुन्छ होइन त्यो अब आज जति कुद्नु सक्छ कुद्ने हो राइट कहाँनिर जस अब 5 बजीसम्म इस्टिमेट 5 बजीसम्म राख्नु होइन अघि बिहान त्यो सबैदेखि रेडी गरेर अब 5 बजीसम्मको इस्टिमेट राखौँ 5 बजीदेखि चाहिँ फेरि स्टप गर्नुपर्छ किनकि अब अहिले पो यहाँ गाउँमा केही रोडमा केही छैन होइन अब पिचमा गएपछि के हो त होइन सिपर आउनु सक्छ सोध्दै हो टप लगाएर आज कहाँ पुगिन्छ भने चाहिँ मलाई पनि ठ्याक्क फिक्स छैन बाँकी फेरि यस्तो धुलो ओर्छ गाइजहरू होइन यहाँ चाहिँ फेरि भलेर चाहिँ खत्रै हो होइन अब के भन्नु म ब्रेक कताबाट गर्छु यहीँबाट गर्छु नगरौँ मलाई ए आफ्नै साइडबाट गरौँ म ठ्याक्कै त्यही हो कि अब कुनाबाट किन उसलाई बाटो त्यस्तै छ साइड भनेको आफ्नो जस अहिलेदेखि फेरि ट्राई गर्दै गर्ने गरेर गएपछि गाडी ड्यान्जर हेर्छ नि त अहिले चाहिँ प्र्याक्टिस हो मेरो चाहिँ होइन त्यो त्यही हो अब चिप्लो हेर त फेरि लरे लाउन समाऊ भन्दा पनि कोही छैन माकुरी कसले समाउने मलाई गाइजहरू ल समाऊ है गाइज आएर रिङ्बु गाउँ है देख्नु सक्नुहुन्छ रिङ्बु गाउँ पुगिसक्यो है अब रिङ्बु गाउँ पनि कस्तो ब्युटिफुल छ त होइन टक्क लगाएर होइन तपाईँको घरको अगाडि चाहिँ छ टक्क लगाएर अगाडि हिमाल साइडमा होइन बबाल देखिरहेको छ है त्यही हो घाम लागेर मस्त भइरहेको छ होइन अनि यहाँ पनि यस पानीहरू बबाल है हिँड्ने जाने बाटो चाहिँ यहाँ तल छ होइन यो बाटो उकालो चाहिँ हिँडेर जाने बाटो अब यहाँ चाहिँ धेरै टर्निङ हुन्छ र यता घुम्नु गाली ओराली गर्दै अन्जाङनी चौतारी गर्दै आइपुगे म मायाको गाउँ हेर तिमीलाई सम्झै फर्की आए टिकटक कन्टेन्ट मायालुको गाउँ आइपुग्यो त टक्क लगाएर होइन होला है टक्क घुमाउने मन रहेछ यो पनि रिङमै हो अब टक्क लगाएर जस बाटो जस झन्डै फेरि हिँड्छु है उफ्रिया भालो अर्थ्यो नि त होइन त्यही हो अब यस्तो यहाँबाट चाहिँ टक्क लगाएर होइन फेरा जङ्गल यहाँबाट जो उता ननिस्केसम्म जस जङ्गलै जङ्गल बनाएर हो हाल्दा खुल्टी त बाल होइन नि होइन ब्युटिफुल माउन्टेन विथ ब्युटिफुल भ्युज होइन गाइजहरू तपाईँहरू जस खतरा छ तपाईँहरू तपाईँ हेरिरहनु भएको छ होइन ह्यान्डसम एन्ड ब्युटिफुलहरूले हेर्ने खालको गाउँकै यतिहरू झारपाटीहरूले हेर्दैन होइन हेरिरहनु भएको छ भने लाइक कमेन्ट
सकेसम्म सेयर गर्नुहोस् है फेरि टक्क लगाएर नत्र फेरि ब्युटिफुल केटाकेटी एउटा छुट्टिनु सक्छ नि त होइन त्यही हो हिमालको टक्क लगाएर दृश्य मजाको भइरहेछ है घाम पनि तातो लागिरहेछ म टक्क लगाएर गियर चाहिँ हेर्नु सक्छ यत्रो ज्याकेट पुरै खतरै लगाएर हिँडेको छ हिँड्नु चाहिँ अनि मास्क केही यस्तो छ यो सेप भएर हिँडिरहेको छु है जान्छ ला थाहा छ अब यहाँ यस 10-15 मिनट सल्लेरी पुग्छ होला होइन टक्क लगाएर बाटो यस्तै हो बाटो यहाँ तल हिँड्छौँ भनेको होइन अब यहीँबाट जानु पऱ्यो नि त यो बन्द छ भने चाहिँ त्यही भएर यो बाटो जाने अब सल्लाह आउँछ होइन उता आफ्नो घुम्न हाले हाम्रो त एकदिनबाट मजा हाले टक्क लगाएर है अब यहाँबाट हल्का होइन त्यहाँनिर त्यहाँ अलिकति चाहिँ सर्भिसिङ सेन्टर छ होइन एउटा यो गाउँमा त सर्भिसिङ सेन्टरको लास्ट घर छ नि त होइन यहाँ सर्भिसिङ सेन्टर त्यहाँ छ लङ राइडमा एक नट सर्भिसिङ त हाल्नै पऱ्यो नि त है सो त्यो त्यहाँ सर रोड होइन 3 किलोमिटर टक्क लगाएर भने चाहिँ अब के बिच गाडी ल आउँदाखेरि चाहिँ बिचमा चल्यो नि त होइन यस्तो बिचमा त गजन घुने खालको भयो नि त होइन बिच बाटोमा आयो होइन तर यस्तो मात्र जमाएको छ भने फेरि चिपिङ त डेन्जर चिपिन्छ नि त गाडी है सो त्यही हो बिच बाटोमा है लास्ट त्यही भयो है बिच बाटोमा हिउ बबाल बाइक जस अब यो एमटीको लाँदाखेरि यहाँ त अलि न सर्भिसिङ त्यत्रो साह्रो त गर्नु पर्दैन होइन त्यसको मुभी चेन्जहरू चाहिँ गरेर जानुपर्छ ल टक्क लगाएर आफ्नो एयरपोर्ट त्यहाँ गयो टक्क लगाएर देखिने चाहिँ कति भयो 8:29 भनेपछि 2 घन्टामा टक्क लगाएर यहाँ आइपुगेछ है अझ जाडो पनि लाग्नु थाल्थ्यो यत्रो लुगा यो चिसो चाहिँ चिसो राइड गर्छ होइन त्यही पनि त्यो स्पोक्समा आइपुगेँ यहाँ टक्क लगाएर यहाँनिर बाइक एक ब्लड फ्रेस बराबर त्यसपछि चाहिँ फेरि होइन टक्क लगाएर लङ टुरमा कुद्नु पर्दैन सो यहाँबाट एक लट भइहालौँ नि त होइन बन्दै छ कि अहिले त खुलिया छैन जस्तो कि खुलिया छ टक्क सर्भिसिङ हाल्यो सो टक्क लगाएर बाइक सर्भिसिङ भयो होइन यस कुदाउनु चिक्ना भइरहेको छ मजा हुन्छ कि जस्तो भयो सो सल्लेरीबाट हिँडिसक्यो है टक्क लगाएर यहाँबाट अब फेरि राइडमा टक अब यो जोस अब त बिचै हो अफरोड भनेको अब अस्ति त्यो खोलाले लगेको ठाउँतिर होला होइन टक्क लगाएर बिचै जानु होइन पानी यो कुनै यसमा भएको पानी पाइरहेको छ ठिक छ गाइज है रमाइलो भइरहेको छ है अब यो कुना चाहिँ यस त्यही हो 3500 जतिको लागि होइन टक्क लगाएर अब जोरबाट पुगेँ टक्क लगाएर यहाँ जोरबाट गयो ट्याक्क लगाएर सौदेलीको बचाइ होइन त्यति बेला अब यहाँ फेरि टक्क लगाएर हाइवे सुरु हो त साउन्ने पुरै यहाँ चाहिँ हाइड्रो पावर है टक्क लगाएर हामी जानुपर्छ यहाँ र उताबाट जानुपर्छ है टक्क लगाएर सालमे बजार आइपुग्यो है यहाँबाट चन्द्रकला सेती मन्दिर पनि रहेछ होइन टक्क लगाएर यहाँबाट आउँछ हिँड्दैछौँ गाइज है टक्क लगाएर जस हल्का खाया सक्नु गयो बिचमा त होइन अफरमा मजा भइरहेको थियो हेरौँ अब टक्क लगाएर जानुपर्छ मजा भइरहेको थियो चिसो मुला झारभित्र बिजो भयो गाइज है अहिले आधीबाट नि हिँडेको छ भर्खर पुग्दैछ बिचमा है कहाँ पुग्छ हेरौँ मजा आयो टक्क लगाएर त्यसको फोटोमा अझ 41 किलोमिटर हो क्या पुग्न चाहिँ डेन्जर हिँड्नुपर्छ है यो है यस घाम लाग्दा पनि लास्टै चिसो हाने माकुरी तेरिका यो नगरिकन चट्ट लगाएर हिँड्नु पऱ्यो सही हो गाई 2 घन्टा जतिमा हामी टक्क लगाएर होइन ओखलडोमा पुग्छौँ होला है यस टक्क लगाएर हो अब यहाँबाट यतै जाउँ बाटो यस्तै छ गाडाको चौधरी बिग्रिएको छ होइन फोहोरबाट हिँड्दैछ हामी टक्क लगाएर होइन बाटोबाट टक्क लगाएर उकालो है अब यो गएर हिमालय टक्क लगाएर है गाई गएको देखेँ त हिमाल माकुरी र एभरेस्ट देखिरहेको यो बिचको चाहिँ एभरेस्ट हो त कोले देखेको छैन एभरेस्ट चाहिँ मजाले देखेँ यहाँ टक्क लगाएर होइन अनि एभरेस्ट र जस लुप्चे साइडले देखिरहेको छ मजाले है ठिक हो सही हो कहिले देखेको छैन टक्क लगाएर यहाँबाट हेर्दा चाहिँ यहाँ बिचको एभरेस्ट होइन
अनि त्यहाँ अगाडि देखेको चाहिँ नुप्चेको अगाडि देखेको चाहिँ कुसुम खाङ्गाहरू होइन खाङ्गेको आमा हिमाल त मजा देखिरहेको ठिक छ चल्दिउँ होइन ए हिमाल हेरौँ हिमाल त अब देखाइदेखायो होइन गाडी चल्दैन हिमालको भिडियोहरू हेर्नु मलाई छ नि टक्क लाएर हिमालको छ एभरेस्टको होल डेको ब्लग है सो चेक इट आउट कस्तो दामी ठाउँ मा के है मोबाइल जस्तो है गराउने पुरै पेन्टिङ गरेर जस्तो क्या रातो गरेर टक्क लाएर है बाबा यो हामी चाहिँ अहिले के हो अरे पात्ने पुग्न आँट्यो त पात्ने यो ढिलो पात्ने होइन टक्क लाएर जम्मा बस्यो जस बादलहरू त चलक चलाएर थलमुनिबाट देखेर जस सही भएको छैन होइन हो पाहाड चलाएर बादलहरूले ढाक्दैछ गाइस है अब जस एक दुई दिनपछि चाहिँ बबाल हिउँ पर्छ क्या यो एरियातिर चाहिँ कस्तो भनेको यो फोक्वा गरेर भन्छु किनकि होइन यो यस्तो बादल लागेपछि अब यस्तो चिसो ठाउँमा होइन झन्झट पर्छ होइन त्यही हो रमाइलो त रमाइलो हुन्छ है यो गाउँ पनि अब टक्क लगाएर हाम्रो गाउँतिर पनि पर्छ पर्नु चाहिँ हिउँ है हिउँ चाहिँ यसपालि खेल्नु नपाउने हो कि होइन तै पनि जम्मा अब हिउँ पऱ्यो भने खेल्नु त परिहाल्छ है हिमालको बिहार देख्नु चाहिँ टट्ट आएर दुध साइडको हिमाल एभरेस्ट साइडको हिमाल टोटली होइन एभरेस्ट लोचे नुचे के हो नि त भाडा गाइजहरूले इन्जो भइरहेको छ होला इन्जो चाहिँ आफूले गरेर टक्क लगाएर पछाडिदेखि हिमालबाट टक्क लगाएर सो एकछिन बिसाउनु जानुपर्छ त्यही हो अब टक्क लगाएर एकछिन लाइट हानौँ त्यहाँबाट फेरि एकटा डिलमा गएर बस्नुपर्छ है त आज चाहिँ डिल त कति हो कति टक्क लगाएर फेरि होइन एकछिन ब्रेक हानेको होइन फेरि अब यहाँ चाहिँ हिँडिसक्यो है टक्क लगाएर देख्नु कमजोर भोपाल खुल्याएको छैन सबैजना आफ्नो घरको घाममा टक्क लगाएर अहिले फेरि गाउँतिर आलु मकै छर्ने सिजन भइसक्यो त्यही भएर होइन मल बोक्ने कार्यक्रम चलिरहेको थियो होइन हाम्रो गाउँतिर पनि चलिरहेको छ है त्यस्तै कार्यक्रमहरू मेरो अब यहाँ पात्लेको टपमा है अनि यहाँबाट टक्क लगाएर अलिकति हिँडेपछि अब अलिकति भने त्यस्तै 25 किलोमिटर जति हिँडेपछि ओखलडोमा पुग्छ होइन ओखलडोमा चाहिँ याद गर्नुहुन्छ पुरै जिलुङहरू पुग्दै रहेछ यहाँले त पुरै गाह्रो पार्यो ठिक छ है जस बिचमा सही भइरहेको छ मोबाइल जस अहिले चाहिँ हल्का हानिरहेको छ होइन जस यहाँनिर पुलिस चेकिङ छ होइन के गर्छ अब रोक्छ कि रोक्दैन हेरौँ हाल्यो भने फेरि चेकिङमा परिहाल्यो है सोचे सर नमस्कार नमस्ते सर लाइसेन्स पनि बोक्नु भएको छ हेरौँ त हुन्छ यो चाहिँ के हो भने क्यामेरा छ रेकर्ड भइरहेछ छ सर यस्तो रेकर्ड गरेर हिँड्नुहुन्छ अनि सर सेफ्टी त परेन्छ होइन ल डकुमेन्ट लिएर जानुहोस् है कहाँदेखि आउनुभएको अहिले घरबाट कुन ठाउँ हरिखोला हरिखोलादेखि अहिले आउनुभएको हजुर लाइट मेरो बिल्कुल मात्रै हुन्छ हजुर सर हामीले हेर्ने नै त्यही रिमले त टल्लै छ त्यो छ त्यो भयो त टाढो हुन्छ होइन त यस्तो टाइममा त्यो फाइन हुन्छ होइन त्यो भएर ल अब गएर पास गर्नु मैले पनि कारवाही गर्नुपर्ने हुन्छ बिल बुक गर्नु पर्दैन अनि अहिले अब गएर पर्दैन फाइन तिर्नु पर्दैन यो निकाल्नुको आएर स्टार्ट गर्नु गर्छ कहाँ गएर बस्ने आज हलिस जान्छ सर अस्ति सर भ्लग बनाउँदै हिँड्नु भएको छ अनि के युट्युबमा अपलोड हुन्छ हुन्छ नि सर के नाम हो युटिएस भ्लग शेर्पा के युटिएस भ्लग शेर्पा युटिएस भ्लग शेर्पा ल थ्याङ्क यू सर चलाएर होइन चेकिङमा परियो होइन हाम्रो सरहरू के थियो होइन अब
फेसबुकमा चाहिँ अब काट्दैन नि त खासै चाहिँ भनेर सुनेको थिएँ नि त मैले पनि होइन यस्तो भनेको सरहरूले टक्क पठाइदिएर होइन फाइन चाहिँ परेन फाइनबाट झोक्यो माकुरी कस्तो भनेको त अब चाहिँ 1000 चाहिँ काट्यो भने है अब यसको फेसबुक फेल भएको पनि 3 वर्ष मात्रै हो होइन फेल भएको त्यही भएर झन्डैले पऱ्यो गाइस बस्यो तर जो सरहरू लास्ट दिन्छ क्या माकुरी है त्यही हो अब यहाँ टक्क कटेपछि त सिधै अब ठाउँ लगाएर होइन अरू ठाउँमा त्यत्रो साह्रो गाह्रो छैन अब अब प्लान थिएन क्या अब है अब कहाँ सरहरूसँग कुरा गर्दा गर्दा निस्किहाल्यो मुखबाट के निस्क्यो हलेसी जाने भनेर निस्क्यो है सो अब टक्क लगाएर भोलिबाट काठमाडौँमा पनि अहिले हलेसी त भयो त फर्स्टमा होइन टक्क लगाएर भोलि त्यसपछि कता जान्छ त्यो हेरिहालौँ है त सो आज चाहिँ कहाँ जाने हामी हलेसी जाने है त के हुन्छ रमाइलो भइरहेको हुँदैछ टक्क लगाएर अब चेकिङ नगरिकन पुग्दै जानु पर्छ केही चेकिङ गर्नु हो ठाउँ होइन त्यही हो ट्राफिक हेर्नु फेरि यहाँ पनि काट्छ केही भने डग्यो मान्छे है ल कत्रो ठुलो झन्डैले माकुरी झन्डैले माऱ्यो यतिले के नत्र कस्तो भने बिलबाट हेर्दाखेरि हुन्थेन कत्रो सानो बिल देख्दैन अहिले गएर तलबाट हेर्नु त्यही बिल फेरि खतरा आफ्नो देख्छ है अहिले चाहिँ सबभन्दा टपमा है अघि ताक्सिन त यो चाहिँ सेकेन्ड टप है यो भन्दा पनि अलिक जोस् हाई चाहिँ हाई नै छ पनि है त्यस्तै कत्रीको छ त्यति होला जोस् नाम चाहिँ गाइड होला यति होइन टक्क लगाएर अनि जोस् चिसो चाहिँ वा चिसो छ है अनि त्यही हो झाडु लागिरहेछ अब के गरौँ त बेसी कस्तो हिमालहरू त मोबाइल देख्नु थाल्थ्यो होइन एउटा पछाडि एउटा हिमाल देख्नु थाल्यो क्या फेरि अघि 3-4 वर्ष देखिरहेको त 9-10 वर्ष देख्नु थाल्यो होइन गाई सोलो घुम्नु भनेको त्यही हो के अरे होइन त्यही भएर आफ्नो गाउँठाउँ भनेको त फेरि मोबाइल लाग्छ भन्छ होइन सो त्यही हो अब टक्क लगाएर अर्बेनमा बस्दैछौँ हामी चाहिँ होइन टक्क लगाएर फेरि के छ आजको प्लान चेन्ज भयो गाइस होइन पहिला अघि नै भनिसक्यो है अब 81 बाटोमा आउँदै प्लान चेन्ज भयो माकुरी कहाँ जाने थाहा भयो नि त गाइसहरूलाई कमेन्ट डाउन लो टक्क लगाएर होइन अब गएर हलेसी जाने क्या अब टक्क लगाएर त्यहाँनिर चाहिँ अब तपाईँहरूलाई थाहा भएकै कुरो हलेसी चाहिँ फेरि अब यो मुखको सबैभन्दा महादेव धेरै पछि जाँदैछौँ है अब बाटो चाहिँ तलबाट छुट्छ एउटा बाटो छ छुट्ने त्यहाँबाट टक्क लगाएर गएर आज चाहिँ कहाँ जाने भन्दाखेरि अब हलेसी जाने त हलेसी अब काठमाडौँतिर यतातिर जानु पर्दैछ है सो त्यही हो गाइस इन्जोय गर्नु होइन टक्क लगाएर आज फेरि दर्शन गर्ने हो भने त गाइसहरूले होइन 81 फेरि माइन्ड मेकअप के कस्तो खालको होइन अब ट्राफिक दाइले नसोधे भए चाहिँ म जाँदैन थियो भनिदिइहालेँ क्या म कहाँ जाने हलेसी जाने सकिहाल्यो ठाने पुगिसक्यो हामीले है टक्क लगाएर अनि अब यही हो यहाँबाट अझै लाग्छ होला 3 घन्टा जति है कम्ती पनि कन्टिन्यू राइड भन्दा अझै कति किलोमिटर यहाँबाट 70-80 किलोमिटर 100 किलोमिटर छ होला हलेसी पुग्नु होइन त्यही हो अब स्पिड 2 घन्टा यतिमा मजाले पुगिन्छ सो बिस्तारै जाउँ होइन हतार छैन रमाइलो गर्दै जाउँदैन गाइजहरूलाई जस नेपालको काप्चा सबै घुमाइदिन्छु नि त म है सो त्यही हो हेर्दै जाउँ अब होइन के हुन्छ रमाइलो है अगाडि जाउँ भन्दा साइड दिएको छैन लाइट होइन साइड टाइम गरेर के जाँदा म बत्तीहरू त है ध्यान गर है कस्तो भने यत्रो बाटोमा यत्रो ठुलो ट्र्याक्टर चलाएर टिपर होइन यति चलाएर हिँड्दाखेरि चाहिँ मोबाइलै हो है बाटो पनि हिँड्ने के हो बाटो चाहियो सर बाटो भनेर हर्न बजाउनु के हो अब टर्निङतिर चाहिँ ओभरटेक गर्नु भने यस्तो बाटोतिर गाडी आइरहेको हुन्छ त्यही भएर हो साइड भइदिनै मान्दैन त थ्याङ्क यू यति नै हो है टक्क लगाएर बाटो चाहिँ अप्ठ्यारो छ नि त
फेरि त सानो बाटोमा टर्निङहरू दिनु पनि गाह्रो छ क्या है घुम्दैछ होइन टिप्परको बाटो यत्रोबाट छ मुला होइन छिर्दैन हाम्रो सो त्यही हो गाई उनीहरू जस गाह्रै छ होइन हामीलाई हतार छ है त्यो अब हतार गरेर कतार पुग्दो छैन त्यही पनि हतार हुँदो रहेछ यो राइडमा फेरि मान्छेलाई होइन जसलाई पनि हतार उसलाई पनि हतारै छ है हामीलाई पनि हतारै छ त्यही हो सो केतुके लान्छ अब होइन केतुके आइपुग्यो टक्क लाएर केतुके गाउँ परदेखिको टक्क लाएर होइन अब यहाँनिर चाहिँ फेरि बिजनेसको लागि चाहिँ खतरा खालको जो माछा मासु टप यो फलफुलदेखि टोटली बेच्नु आउँछ जिप लाइन यहाँ पनि जिप लाइन केतुके ठिक छ जिप लाइन पनि भएको बवाल है लास्ट लक काम थाल्छ न गुडी कस्तो चिको छ गाई झाडु लाग्यो के गर्नुपर्ने हो गाई होइन लगेमा आएर लक कामे नि त गुडी त्यस्तै हो लगे आइपुग्यो अब लगेबाट कति दिनुपर्ने हो हाम्रो छैन चेन अलिकति लुज भयो नि अघि माथि टाइट नै क्वारेर कलर क्या न्युट्रलमा है लुज हल्का लुज भन्छु कि पुरै घट्टा करायो कि भर्खरै माथि सल्लेरीमा सर्भिसिङ गर्नु लाग्यो त लास्ट टाइम भन्छ पुरै कराउनु भन्छ फेरि लुज गरेर आयो त्यो चेनमा त होइन पक्कै हाल्नु फेरि अब मिलन चोक पुग्यो होइन यहाँ आउनु त बढी नै एउटा एउटा सहरै जस्तो देखिन्छ क्या पर हेर्नु सक्नुहुन्छ है टक्क लाएर ओपल्नु पर्छ दुई भागमा त्यहाँनिर पनि त्यो बबाल छ त्यो सहर चाहिँ सबै राइडर हुन्छ है प्रो राइडर प्रो राइडरहरू त्यस्तो हो भाकै 5 गियर सबै युज भइसक्यो अब त गियर हान्ने पनि ठाउँ छैन स्पिड पुगेको छैन होइन फेरि गाह्रो छ गाई है पुरै सुपर बाइक हिँड्नु पर्ने चाहिँ यसमा कुदाउँदा चाहिँ फेरि सुपर बाइक कुदाउने भनेको यति बाटोमा त फेरि अब छँदै छैन होइन सो अब सोल्नु आउने गाडीहरू सबै आइदिन्छ काठमाडौँ हलेसी कति रहेछ टक्कै हलेसी 40 किलोमिटर रहेछ 4 दुना 8 80 के गरौँ हलेसी जाउँ कि काठमाडौँ जाउँ होइन म हलेसी 40 किलोमिटर यो बाटो जाने यो बाटो जाने अब ट्रक चलाएर है पूर्वतिर हिँडेको मान्छे पश्चिमतिर गएको चाहिँ भयो होइन टक लाएर चाहिँ पनि जोस् तपाईँहरूलाई चाहिँ जोस् हलेसीको दर्शन चाहिँ गराउने भन्नु भएको टक लाएर है अन्दैले अनि 40 किलोमिटर भने त हाम्रो जोस् 5 किलोमिटर चाहिँ हिँडिसकेको छैन टक लाएर फलो कति त्यो सधैँ कति किलोमिटर हुँदै त्यहाँबाट नर्मल्ली अझै 35 किलोमिटर पर्छ कि होइन अब त्यो चाहिँ फेरि टक लाएर हो होइन फेरि कति जान्छ भनेर त थाहै पनि छैन भन्छ यो बाटो त बिर्सिसक्यो पहिला एकचोटि चाहिँ आउनु आएको होइन होटेल चाहिँ रहेछ आज सबै बन्द छ कि हो बन्दै छ सबैजना है कहाँबाट जाने हो थाहा छैन अब टक्क लगाएर हेरौँ त्यहाँबाटै बाटो जोस् नयाँ बाटो पुरै जोस् हलेसी आउँदा पनि बाटो चाहिँ क्लियर हुन्छ है त्यत्रो साह्रो गर्छ पिच छैन पिच नै पुरै पिच रहेछ होइन त्यतिको भयो नि त भइहाल्यो होइन टक्क लगाएर अनि पुरै यता चाहिँ ठुलै रहेछ पसलहरू चाहिँ सुनकोशी पुल यही त भने होइन हलेसी जाने बाटो त अरू छैन लम्बाइ सुनकोशी यही होला भोट केमा खातामा अम्मा बबाल पुल त कस्तो भने मिठो बनावट नै मिठो होइन ए हलेसी प्रारम्भ क्षेत्र
राम पुगेको जय राम है यहाँबाट टक्क लगाएर भयो मिठो खाइन्छ एउटा टक्क लगाएर सुटुने यहाँ दाइले पुरै अफर गर्नुभयो होइन यहाँ बसिरहेको छु मैले चाहिँ अब यहाँबाट जस अझै 1 घन्टा लाग्छ है अब 1 घन्टा चाहिँ त्यस्तै अब राति नै पुग्ने भयो है लोड चाहिँ लोड भइसक्यो जस यहाँ बेस्ट रहेछ प्लेस चाहिँ होइन अघि तल जस लिएर पनि बस्नु है त्यहाँ साह्रै ठिकाइन छौँ है यहाँ हेर्नु सक्नुहुन्छ चिया गरेन तपाईँहरू टक्क आयो भने बबाल छ है यहाँ के अरे दैते खोला पुलमा पुगेँ टक्क लगाएर होइन अब यहाँ अर्को रोड छैन छ भनेपछि यही रोडै जाने अब त रोड जुन चाहिँ ठुलो छ त्यही फलो गरेर जाने कि अब ठाउँ थाहा छैन होइन अझै कति भनेको छ 35 किलोमिटर बाँकी भनेको छ है चिया पसलमा चिया खाइयो होइन जस दाइ मजा आएको रहेछ गफारिलो होइन जस भोलि फर्किँदाखेरि एक लट्ठी ब्रेक गरेर जान्छ त्यहाँनिर होइन जस यस्तो ठाउँमा त बस्नु मजा आउँछ कि होइन जस के फिल हुन्छ भने गाउँ फिल हुन्छ कि गाउँ हो त्यही हो जम्मा अब चिसो चाहिँ ड्यान्डो चिसो हेरेर पनि होइन पुरै सिट बसिसक्यो गाइस भइसक्यो है चिसो हुनु थालिसक्यो गाई अहिले पुगेको छैन होइन अरे गाडीहरू लगभग परिसक्यो गाइस खोइ पुग्ने नाम लिँदैन होइन गाडीहरू त टन्ड गुरिरहेको छ अब त्यो कता हो घाँटे राति झन् ठाउँ पनि पुरै नयाँ त्यो माथि होइन राति पुरै यस्तो बाटोमा चलाउँदाखेरि चाहिँ ठिकैको हुने रहेछ गाइस होइन टक्क लगाएर ट्र्याक्टरहरू आइरहेको छ ट्र्याक्टरहरू कि गाडी हो है ढिलै बाटो त होइन कता पुग्या हो गाँठे होटल लज बिसप अलि सिमुई जाऊ हो लजहरू पनि देख्न थाले गाइस मोबाइल सबै पसल view up hotel dan mobil टक्क लगाएर होइन हलिसी पुगिसक्यो है आज चाहिँ नाइट यहीँ स्पेन्ड गर्ने होइन होप यु गाइज आर इन्जोइङ माई भिडियो है इफ यु गाइज आर इन्जोइङ भिडियो होइन डोन्ट फर्गेट लाइक कमेन्ट एन्ड सेयर है टक्क लगाएर सब्सक्राइब गर्नु सुनाइहाल्छु नि सो अब भोलि टक्क लगाएर फेरि लङ राइडमा फेरि भेट्नु पर्दैन सो आजको जस्ट 140 kilometers को राइड सक्यो होइन सी यु इन द नेक्स्ट ब्लग बाइ बाइ